नमस्कार। म चाहिँ आज कवि शिरोमणि लेखनाथ पौडेलज्यूले लेख्नुभएको कविता काल महिमा हजुरहरूको बीचमा वाचन गर्न जाँदैछु र सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है त ल। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रे बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। थुप्रोमा उगिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँच सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो। खाता जाँच सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो। राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो। आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। लाखौँ औषध अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो। व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो। व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो। आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो। सुक्खा जर्जर अस्ति पन्जर बिना सैया बनाउन्न त्यो। मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो। हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो। हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो। जो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो। थाल्यो चम्म सब चपाउन भने आहार पाउन्न त्यो। जति निल्छ उति उखेल्छ पनि केही चपाउन्न त्यो। ए चालासित कल्प कल्प कहिल्यै खाइ अगाउन्न त्यो। ए चालासित कल्प कल्प कहिल्यै केही अगाउन्न त्यो। धन्यवाद।